सुर्खेतको बराहताल गाउँपालिका 6 का देवराज गिरीलाई जीविकोपार्जनका लागि भारत नगई सुखै थिएन। खेतीले 6 महिना पनि खान पुग्दैन थियो। गाउँघरमा रोजगारी थिएन, तर अहिले उनी घरमै बसेर तरकारी खेती गर्न थालेका छन्। भकारी परियोजनाले सोलरबाट सञ्चालित हुने लिफ्ट सिँचाइले उनको दैनिकी फेरिएको हो। 4 लाख 4.5 लाख कतिको त्यो ड्याम तयारी भयो, तर त्यहाँ पानी चढेन। अकस्मात अहिले लिफ्ट सिस्टमबाट पनि चढाउनु पर्छ भन्ने सरसँग आग्रह गरेर फेरि यो लिफ्ट सिस्टम सुरु गरेर अस्ति यही असोज महिनादेखि हाम्रो चाहिँ यो पानी पनि सुरु भएको छ। बराहताल 2 सुर्खेतका भक्तबहादुर थापाले पनि तरकारी खेतीबाट राम्रो लाभ उठाएका छन्। केही अघिसम्म सिँचाइको सपनै नदेखेका उनी धमिलो पानी पिउन बाध्य थिए। पम्पबाट पानी लिफ्ट गरेर गाउँमा वितरण र सिँचाइ भएपछि थापाले तरकारीबाट राम्रो आम्दानी गरिरहेका छन्। खानेपानी लगायत थोडा सिँचाइ भयो। हाम्रो करासबारीको लागि सिँचाइ भइरहेछ। हाम्रो त्यो सबै कामहरू अहिले राम्रो छ। पहिलाको भन्दा अहिले धेरै फरक छ। सुर्खेतको बराहताल, पञ्चपुरी र चौकुनी गाउँपालिकामा भकारी कार्यक्रम सन् 2022 को अक्टोबरदेखि सञ्चालन भएको हो। भकारी परियोजना अन्तर्गत रहेका 47 वटा समुदायमा क्षमता विकास, खाद्य उपलब्धता तथा आय आर्जनमा समेत टेवा पुगेको छ। बराहताल वडा नम्बर 6 मा सोलर लिफ्टबाट कृषकहरूलाई सिँचाइ सुविधा उपलब्ध भइरहेको छ भने त्यस्तै गरेर बराहताल वडा नम्बर 2 थापाडेरामा पनि इलेक्ट्रिक पम्पिङ पद्धतिबाट बहुउद्देश्य पानी प्रणाली अन्तर्गत सिँचाइ र खानेपानीको सुविधा पनि प्राप्त भएको छ। भकारी परियोजनाले सोलरबाट सञ्चालन हुने लिफ्ट सिँचाइले यस क्षेत्रका 61 रोपनी जग्गामा सिँचाइ र 110 घर परिवारमा पुगेको छ। परियोजनाले स्थानीय पालिकाहरूसँग समन्वय गरी प्लास्टिक पोखरी निर्माण, सिँचाइ कुलो निर्माण, दिगो कृषि, पशुपालन, विपद व्यवस्थापन लगायतका कार्यक्रमहरू मार्फत उत्थानशील समुदायका लागि काम गरिरहेको छ। यस कुमार चापाई, सुर्खेत।